हेलो गाइस वेलकम ब्याक टु माई च्यानल है आज हामी इन्डिया जाँदैछौँ अब इन्डियाको मोबाइल चाहिँ यस्तो इन्डियन छ एम्बेसी यो के भन्छ उता बिएसपी कमान्डो हो हेर्नुहोस् हाम्रोमा अब यस्तै कपडा छ यहाँ नाइट लिएर भाइले अब काम गर्न जानु लाग्यो हामीहरू यस्तै छ नेपालको बाध्यता देखाएन यो पासपोर्टै हाम्रो हेर्नुहोस् अब हामी दाजुभाइ भएर अब इटा भट्टीमा काम गर्न जानु लाग्यो इटा भट्टीमा बेल्चा हान्ने गएको छ केरेलामा जानु लाग्यो कोही अब बिहारतिर त हाम्रो पुलिस दिदी चेक गर्नु यहाँ अनलाइन भेट्न सक्नुहुन्छ अनि हाम्रो दाइ यो गाडीको कन्ट्याक्ट गर्नु होला दाइलाई देखाउँछु म हाम्रो समिति नि गइसकेको छन् समितिहरूको डेन्जर मान्छे हो हाम्रो इन्डियन आर्मीसँग लिङ्क रहेछ खतरनाक मान्छे हो समितिसँग आर्मीसँग गफ गर्थ्यो इन्डियन आर्मीसँग अनि त्यसपछि अब हाम्रो दाइ आउनुभएको छ यसले फेरि हिन्दी फिल्म जस्तो गर्यो तेरो मोबाइल देखाउने त अहिले त्यो जान्छ है गाडी आएर रोक्न कति आएको त चुप लाएर बस्नु सोध्यो नि मोबाइलमा ल्याएर डकुमेन्ट ल्याउनु बिर्सेछु मोबाइलमा छ मान्छेहरू छ अब यहाँ हुन्छ चेकिङ भइरहेछ अब हामी बिस्तारै ब्ल्याक ब्याग अब के हुन्छ देख्न सक्नुहुन्छ गोरे भाइ डराएको छ रतन कार्की यस्तो रुनु होला अब होइन आयो सब बिगम यो बोर्डर हो कि के हो बोर्डर जस्तो वेस्ट बेङ्गलको बाइक डकुमेन्ट देखाउनु लाग्यो टुर जानु लाग्यो त्यो वडाबाट फ्याक्सहरू यता डकुमेन्ट देखाउनु पर्ने कस्तो कुरा जस्तो देखाउनु पर्ने कस्तो कुरा भिडियो के देखाउने छोडिदियो जे पनि हुन्छ देखान ल हाम्रो डकुमेन्ट दिइसकेको छ म यस्तोले नि अब हामी डकुमेन्ट दिएर अब हामी रहेछ के दार्जिलिङ अब जाँदैको पासपोर्ट पनि देखानु कुन चाहिँ देशको यो नेपाली हो कि होइन पासपोर्ट त लाग्दैन जस्तो लाग्थ्यो मलाई होइन भारतको पासपोर्ट देखाउनुपर्छ नेपालमा त यो हिमराज फेरि मामा तपाईँको नि मोबाइलमा भएन तपाईँ पनि जानु यो त मोबाइल लिनाको गएको त मार्क्स ला फेरि अगाडि कस्तो कसलाई दिएको रे सीतालाई दिएको त यस्तो साइको पागल क्रस गरेर हिमराज बोर्डर क्रस गरेको छ अरे अनि आफू यहाँ बस्यो किन गरेको झगडा भइसकेको छ अब हामी नेपाल पुलिस चेक पशुपतिनगर बोर्डरबाट क्रस गर्दै अब हाम्रो गन्तव्य दार्जिलिङ जय माता दी भन्दै यो मान्छेको चाहिँ फोनमा डकुमेन्ट फोनमा भएको अब हामी चाहिँ ट्याक्क हाम्रो गाडी अब चेक पोइन्टमा जाँदैछ चेकिङ हुँदैछ अब हाम्रो मोबाइल सबै के गर्नु सक्दैन अब आइडी गाडी नाइट जाँदाखेरि फर्स्ट टाइम